नमस्ते सबैजनालाई म रञ्जित श्रेष्ठ रिकभरिङ युनाइटेडको तर्फबाट सोसल मिडियामा टिकटकमा फेसबुकमा जुन रिहाबमा कुटपिट गरिएको भिडियो भाइरल भइरहेको छ यस विषयमा मलाई नि केही भन्नु मन लागेको। यस्तो खालको गतिविधिले गर्दा अरू रिहाब सेन्टर जहाँ लभ एन्ड केयर काउन्सिलिङको माध्यमबाट बिरामीलाई उपचार गरिन्छ त्यस्ता रिहाब सेन्टरहरूलाई असर पर्न गइरहेको छ, जसले गर्दा बिरामीको प्यारेन्ट्सलाई नि एक किसिमको डर, कतै मेरो मान्छेलाई नि पिटिरहेको यातना दिइरहेको त छैन भन्ने सोच आउन सक्छ। त्यसमा चाहिँ म बिरामीको प्यारेन्ट्सलाई के भन्न चाहन्छु भन्दा तपाईँले आफ्नो मान्छेलाई कस्तो ठाउँमा कुन वातावरणमा राख्दै हुनुहुन्छ भन्ने कुरामा पहिला हेरेर बुझेर सबै जानकारी लिएर कन्फर्म गर्नुपर्छ। त्यसपछि सबै रिहाबमा चाहिँ यस्ता किसिमका गतिविधि हुँदैन भन्ने कुरामा चाहिँ ढुक्क हुनुपर्छ र यस्तो किसिमको गतिविधि गर्ने रिहाबहरूमा चाहिँ सम्बन्धित निकायको ध्यान जाओस् भन्न चाहन्छु। हस्, धन्यवाद, थ्याङ्क यू।